विशेष गरी हामी चाहिँ केमा अल्मलिन्छ भने त्यसको बारेमा म तपाईलाई सिकाउन चाहन्छु हैन। प्राय जस्तो यस्तो अक्षरमा अलिकति मान्छेहरु अल्मलिरहेको हुन्छ क्या, अनि अलिकति भन्न सकेको हुँदैन, ठ्याक ठ्याक निकाल्न सक्दैन है। हेर्दा सेम देखिन्छ, फेरि टाउको मात्रै फरक पर्छ। हेर्दा सेम एउटै छ, हेर्दा अक्षर एउटै छ हैन, एउटै छ, एउटै प्रकारको छ, तर अलिकति फरक छ। त्यो फरक अनुसारको अनि फरक आवाजहरु निकाल्न भन्ने हुन्छ। अब यसले कसरी पढ्छ भन्दा यसले चा भनेर पढ्नु पर्यो हैन, चा भनेर, चा, यसले चा भनेर पढ्नु पर्यो। अब यसले यसरी पढेको छ भने, पढ्छ भने, च्या भनेर पढ्छ भने यसले चाहिँ सिधै चा भनेर पढ्नु पर्छ। यसै गरी यसले भने छा अनि छा अनि झा जा हो, यसरी पढ्नु पर्ने हुन्छ है। प्राय जस्तो मान्छेहरु यसमा चाहिँ अलिकति कन्फ्युज भइरहेको हुन्छ र अनि यसमा यो पढ्नु पर्ने चाहिँ यो खालको साउन्ड निकालिरहेको हुन्छ, अनि यसमा चाहिँ यो खालको साउन्ड निकालिरहेको हुन्छ, कसैले हैन आवाज निकालिरहेको हुन्छ, कसैले यो प्रकारको जा पढ्ने ठाउँमा चाहिँ ज्या भनेर पढिरहेको हुन्छ, ज्यालाई अनि जा भनेर पढिरहेको हुन्छ। त्यसकारणले यो कुरोहरु चाहिँ महत्त्वपूर्ण रहेको छ। त्यस भएर तपाईहरुले पनि ध्यान दिनु होला कृपया गरेर। अनि रहेको छ यसमा पनि धेरै मान्छेहरु कन्फ्युज हुन्छ है। यसमा पनि यो यसमा हो 1 2 3 4 वटा, यसमा चाहिँ प्राय जस्तो मान्छेहरुले कन्फ्युजन भयो। यो त अब अलि सजिलो छ, यो त भइहाल्यो। अनि एउटा दुईटा तीनटा चारवटा, यो चारवटा चाहिँ प्राय जस्तो मान्छेहरु धेरै जस्तो मान्छे कन्फ्युज नै भइरहेको हुन्छ है। अब यसले पढ्नु पर्यो, कसरी पढ्नु पर्यो, यसले स्या भनेर पढ्नु पर्छ। कसरी पढ्नु पर्छ, स्या भनेर पढ्नु पर्यो। यसले पढ्दाखेरि कसरी पढ्नु पर्यो, सा सा भनेर पढ्नु पर्यो। यसले पढ्दाखेरि स्या भनेर पढ्नु पर्यो है, स्या स्या भनेर पढ्नु पर्यो। यसले पढ्दाखेरि सा भनेर पढ्नु पर्यो है। यो प्राय जस्तो यतिमा चाहिँ मान्छेहरु प्राय जस्तो अब यो पढेर पनि मान्छेले बुक पढेर पनि के पढेर मान्छे पढेर धेरै वर्ष पढेर त पनि यही अब व्यञ्जन वर्णको अनि यतिमै प्राय जस्तो मान्छे अड्किरहेको हुन्छ। यतिमै अडेपछि अनि यो हामीले राम्रोसँगले अब आवाज निकाल्न सकेको छैन, स्वर निकाल्न सकेको छैन भने के हुन्छ भने हामीले राम्रोसँगले पढ्न पनि सकिदैन र टिबेटन लामा भाषा, टिबेटन भाषा बोले तापनि अनि ठ्याक्क भन्दाखेरि हामीले मान्छेले बुझ्न सकिदैन। अब यो पढ्ने ठाउँमा यसको आवाज निकाल्यो, अब यो पढ्ने ठाउँमा यसको आवाज निकालेर पढ्यो भने हामीले बोल्यो भने हामीले बोले तापनि आफूले बुझे तापनि अरूले बुझ्दैन हैन। यसले भन्नु पर्यो स्या भनेर भन्नु पर्यो है, स्या भनेर भन्नु पर्यो। यसले भन्नु पर्यो स्या, यसले भन्नु पर्यो सा सा भनेर है। यसले चाहिँ सा भनेर पढ्नु पर्छ है, सा। यसले चाहिँ स्या भनेर पढ्नु पर्छ, स्या 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 है, स्या भनेर पढ्नु पर्यो। जस्तै यसरी पढ्नु भयो हुन्छ, अलिकति हा आकारले स्या स्या भनेर अलिकति यसरी पढ्नु भयो हुन्छ, स्या 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 भनेर है, स्या भनेर भन्छ। यो मेटाइ पनि के फरक छैन, स्या भन्छ जस्तै स्या भनेर पढ्नु पर्यो। यसलाई पढ्नु पर्यो सा 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 भनेर पढ्नु पर्यो है। फेरि पढौँ यसले कसरी पढ्छ भन्दाखेरि फेरि म पढेर तपाईलाई सुनाउँछु। यसले स्या, यसले सा, यसले स्या, यसले सा हो, यसरी पढ्नु पर्ने छ। यसरी पढ्न सकेन भने अनि हामीले मुनि के लेख्दाखेरि त्यहाँदेखि लेख्दाखेरि त हामीले पढिरहेको हुन्छ, तर पढ्दाखेरि अब यो पढ्ने ठाउँमा चाहिँ यसको उच्चारण गर्ने, यो उसको उच्चारण गर्ने ठाउँमा चाहिँ यसको उच्चारण गरे, यसरी हामीले गडबड उच्चारण गऱ्यो भने अरूले पनि बुझ्न सकिँदैन। त्यही भएर अनि हाम्रो आवाज पनि प्रष्ट आउँदैन र मान्छेले बुझ्न सक्दैन। प्रष्ट आवाज हामीले निकाल्न सक्यो भने चाहिँ
त्यस अनुसारले अरूले पनि बुझ्न सजिलो हुन्छ। त्यस कारणले तपाईँले पनि यसरी नै पढ्नुभयो। विशेष गरी यदि यो कुरोलाई तपाईँले ध्यान दिनुभयो भने अरू 10 सजिलैसँग तपाईँले बुझ्न सकिन्छ है। त्यसै गरेर यसमा चाहिँ प्रायः जस्तो अब हाम्रो नेपालीमा चाहिँ अब क ख भनेन, जस्तै अब यसरी क ख ग घ ङ भने यसरी पढे तापनि होइन, पढ्यो भने यसमा चाहिँ कसरी पढ्नु पर्यो? कले आकार तानेको है, का खा सुरुमै का खा घा ङा हो, त्यसरी पढ्नुपर्छ। अनि त्यसै गरेर अनि यो कुरो चाहिँ तपाईँले विशेष गरी याद गरिराख्नु भयो भने अनि अरू पनि पढ्न सजिलो हुन्छ यो पनि होइन। जस्तै च्या चा छा छा झ्या जा भनेर चाहिँ स्या सा स्या सा हा हा पढ्नु पऱ्यो, हा भनेर पढ्नु पऱ्यो है। यसरी पढ्नु भयो भने चाहिँ तपाईँलाई धेरै सजिलो हुन्छ। र यो कुरोहरूले तपाईँले छोटो कुरा नमानिकन, यो छोटो हो भनेर नमानिकन, हेर्दाखेरि सानै छोटो नै छ तर यसले पनि धेरै प्रभाव गर्नेछ। र विशेष गरी तपाईँले व्यञ्जन भन्न पर्दाखेरि अनि याद गर्नु होला है, सबै कुरोहरू याद गर्नु। यो याद गर्नुभयो भने तपाईँले एकदम सजिलो हुन्छ। अरूहरू व्यञ्जन वर्णहरू होइन, व्यञ्जन वर्ण सबै अब सिकिसक्यो। तपाईँहरू कृपया बुझ्नु भएन भने फेरि भिडियो हेरेर सिक्नु होला।